आजको दिन चाहिँ यहाँ हाम्रो घरमा है यिनीहरू अब आफन्त भेट्नु जाने अरे भोलिदेखि स्कुल लागिहाल्छ त्यसैले किन त नि यिनीहरू हेर त अनुहार बाबा कोसेली त्यस्तो ब्यागमा बोकेर हुन्छ कोसेली कार्टुनमा पो बोक्नु र आजको यात्रा सुरु भइसक्यो। समय अहिले 7:30 गयो र आजको यात्रा चाहिँ कहाँ हुनेछ भने राइनो इको रिजोर्ट, ट्री हाउस अनि सुक्लाई पार्क। अनि हामी बाटोमा अन्तरीको घरमा पस्दै जाने हो। उहाँ खाजा बनाइसकेको छ अरे, खाजा खाएर अनि अन्तरीलाई पनि पिक गर्ने हो, उसको नानी केटाकेटीहरू पनि लिएर जाने हो सँगै। आजको दिन चाहिँ राइनो रिसोर्ट, सुक्लाई पार्क र रिभर आइल्यान्ड घुम्ने योजना हो। ल सबैलाई गुड मर्निङ छ। गुड मर्निङ त अघि नै भन्नुपर्ने, अब ढिलै भए पनि गुड मर्निङ है। अहिले यो रफ्तार एकदम धिमी प्रकारको रफ्तार छ हाम्रो। स्पिड त नजाउँ होला, धेरै टाढो बाटो कि 1 घन्टामा पुगिहाल्छ होला। ले खाजा नखाइकन आएको यहाँ टमाटर, सानो खालको टमाटरको चटनी सबै मिलाएर मजाले ट्याममै भएर हिँडेको। अब सन्तोकी पो छु त हौ, यति खाएपछि त नि दिनभरको लागि टेन्सनै छैन। टेन्सनै तर हो बिहान चाहिँ ग्यापै खाइदिनु पर्छ कि दिनभरिको लागि केही टेन्सनै छैन। ल गुवाबारी भन्ने ठाउँ आइपुग्यो। यहाँ हाम्रो अन्तरी बहिनीको घर। यहाँ हुनुहुन्छ अन्तरी ज्वाइँ साहब। अरू मान्छे पस्नुहुन्छ कि हुँदैन यहाँ भित्र? भरा फेरि होइन। ल खाजा पकाउँदैछ। हाम्रो भगवानले सबैलाई एउटै मान्छन् के? ए हो, मगर नेवार राई लिम्बू भिन्दै भिन्दै भन्दैन। त्यस्तो भगवान हो। हाँसको मासु, चाम्रे भात, हाँसको मासु, चाम्रे भात यो खायो भने चाहिँ भरै अनि खाजाको तयारी कि खानाको चाहिँ तयारी हो यो? हो र गुन्द्रुकको सब्जी, चाम्रे भात, हाँसको मासु, हाँसको तरकारी, अनि 3 जनाले चाहिँ नखाने हो? खाइसकेको? ए एकदम चाल पाएको किन लजाल भने के भन्नु आफन्त भेट्ने खोइ अरूले पनि चलाउनु नि जाने मोबाइल नचलाउने मोबाइल। ल हाई छ सबैजनालाई। यो साउन्ड चाहिँ खोइ के भएको नि म्युट भयो जस्तो छ। तैपनि अब चाहिँ सबैजना गाडीमा बसिसक्यो। अनि त्यहाँबाट चाहिँ अब अन्तरीको घरबाट चाहिँ गुवाबारीदेखि नै अब राइनो रिजोर्ट चाहिँ हिँड्न लागेको। ल सुरु गरौँ है त। उतै
ल राइनो इको रिसोर्ट आइपुग्नै लाग्यो। ऊ परको हरिहरी छाना देख्ने चाहिँ राइनो इको रिसोर्ट रहेछ। अनि यो कुन चाहिँ खोला हो पनि? एउटै खोला 3 पल्ट तरियो। 3 पल्ट हो र? हो त हाइट एक खेप बीचबाट अनि 2 खेप यतिकै ए हो 3 खेप 3 खेप भएन त 3 खेप भयो। अनि धेरै जान्ने भएपछि त्यस्तै हो नि। सुक्लाई खोला यहाँबाट लाइन लगेको भ्यू चाहिँ एकदमै धेरै राम्रो भ्यू रहेछ। अब त्यो डाँडाहरू देख्ने डाँडा चाहिँ भुटानै होला सायद। त्यहाँदेखि उता भुटान। बाइक पार्किङ राइनो रिजोर्ट बाइक पार्किङ यहीँको लागि थियो। लु भन त यो के हो? तिमी भन त के हो? इमो अस्ति को के हो? अब घुमी घुमाइ चाहिँ हो यो छाता ओढेर ल। राइनो इको रिसोर्ट नाम अनुसारले यो ठिकै रहेछ जग्गा हो। छुट्टी मनाउनुको लागि यहाँ राति बस्ने व्यवस्था पनि छ। अनि गार्डनहरू धेरै राम्रोसँगले बनाएर छ। यो चाहिँ एकदम मोडर्नाइज एउटा बस्ने कटेज बनाएको रहेछ। अनि जो कसलाई यदि एकदमै यहाँको डिसेन्ट एकदम बस्तीको टाइपले बस्नु चाहन्छ भनेदेखि ऊ त्यसरी त्यहाँनिर घर पनि बनाएको रहेछ। एउटा चाङ घर जहाँ हामीले बुक गरेर हाम्रो रात यहीँ बिताउन पनि सकिन्छ। ल अहिले चाहिँ हामी राइनो इको रिसोर्ट आइपुग्यौँ होइन। पानी परेर भिजेर चाहिँ अब यहाँको गार्डन रहेछ होइन। तकरिबन एउटै नदीलाई 3 खेप तरेर धेरै जान्ने भएर 3 खेप तर्नु पर्यो। यहाँ चाहिँ एकदम बस्ने ठाउँहरू रहेछ हो। धेरै राम्रो। अनि यो चापाती बगानको बीचोबिच यो टेन्ट हाउसहरू रहेछ। यहाँ टेन्ट हाउस हुँदै पनि बुक गरेर बस्नु सकिने व्यवस्था रहेछ। हुन्छ नि यो जुगा पुरा र लगाइदिन्छु एडिट नगरिकन। के त्यसै हो भन्छन् नि।
यो चाहिँ स्टेज बनिँदै गरेको अवस्था धेरै राम्रो छ। यहाँ चाहिँ ओपन स्टेज, ओ यहाँ माथि ग्यालेरीमा बसेर त्यो प्रोग्रामहरू हेर्ने। यहाँको यो टेबलहरू चाहिँ सबै एउटै सिंगल एउटा रुखलाई काटेर बनाइएको रहेछ। यो वुडन टेबलमा यो चाहिँ वेज पकौडा र यो ठन्डामा पानीको झरीमा हैन पानी परिरहेको छ। यसमा अब चिकन पकौडा चाहिँ आउँदैछ। यो चायको चुस्की लिएर चाहिँ एकदम मजाले आनन्दसँगले यो रिजोर्टमा एकछिन समय बिताउने। त्यसपछि चाहिँ अनि फोटोसोटो खिचेर चाहिँ त्यहाँबाट लाग्नु पर्ला जस्तो छ। भेज पकौडा लिइसकेको छु, लिँदैछ सबैजनाले, मैले पनि। जाडोमा चियाको तातो चियाको साथमा है टेस्ट गरेर हेरौँ है कस्तो छ। मिठो रहेछ, चिनी ठिक्क हाल्दैछ। भेज पकौडा त मिठै हो, तर सिलौटोमा पिसेको गोलभेडाको अचार टिमुर मिसाएको हो भने चाहिँ धेरै मजा आउने थियो। कम्बिनेसन धेरै राम्रो मिल्थ्यो यो पानी झरीमा। यिनीहरू चिकन होला नि, ए हो र? ल है अब चाहिँ यो राइनो रिजोर्टलाई बाई बाई गर्दै परतिर ट्री हाउस छ अरे। अब ट्री हाउसमा जाने, फोटोसोटो खिच्ने, त्यसपछि हुनेछ हाम्रो सुक्लाई पार्क, अनि त्यहाँबाट रिभर आइल्यान्ड, अनि त्यहाँबाट चाहिँ घर फाइनली।